हेलो साथीहरू, आज चाहिँ हामी राङ्कामा आइसकेको छौँ। घाम पनि मजाले लागिरहेको छ र राङ्का भन्नुसाथ तपाईँहरूलाई यादै छ होला कहाँनिर गएको हो भनेर। र हामी यसरी बाटोमा छोटो छोटो भिडियोहरू बनाउँदै जाँदै थियौँ र अस्तिदेखि पहिला लास्ट इयरदेखि जाने कुरा थियो, जान त्यति पाइएको थिएन र आज बल्ल आज जाने मौका मिल्यो, समय मिल्यो। त्यही भएर आज हामी बाटोमा भिडियो खिच्दै गयौँ। पारिपट्टि धन्यवाद साथीहरू। अहिले भने चाहिँ म राङ्काको माङ्खिममा आइपुगेँ। अब माथि हेर्नु जाँदैछु के कस्तो छ, तपाईँहरूलाई पनि देखाउँछु। हामी 1 घन्टामा आइपुगेछौँ हो र? उहाँ माथि टिकट ए अब काट्नु पऱ्यो होला नि। झाडा डसे भन्ने मिस भूमिका आउनु हुँदैछ। मिस नमस्कार, आइपुग्नु भयो? ए बाटोहरू कस्तो रहेछ जग्गाहरू? हामी चाहिँ 1 घन्टामा टक्कै आइपुग्यौँ। ए हो, बाटोहरू ठिकै रहेछ? ए ल त जाउँ, हिँड्नुहोस्, उकालै हो। यस्तो डिजाइनहरू यस्तो रहेछ। पारुहाङ सप्तेन माङ्खिममा अहिले चाहिँ हामी आइपुगेछौँ। यहाँ चाहिँ अहिले के छ भने इन्टरनेसनल किरात राई लिङ्ग्विस्टिक एन्ड कल्चर रिसर्च सेन्टर पनि रहेछ। यहाँबाट चाहिँ यो गान्तोकहरू, माथि बुर्तकहरू, यो सोखाथाङ हस्पिटलहरू, यो सोखाथाङ हस्पिटल हो, यो यता माथिको त्यो तेर्सो बुर्तुक हो, यता अब यो तल लुम्सेहरू, यो तल यो प्लेग्राउन्ड हो, तपाईँलाई यादै छ। यस्तो मजाले यस्तो गरेर चाहिँ यो खाने रहेछ। यहाँ तल्लो यस्तो सिँढीहरू पनि रहेछ। यहाँ चाहिँ यस्तो तलबाट थुप्रो 4-5 तलाको माथि रहेछ। यो चाहिँ तल रोड लेभलदेखि यहाँ यस्तो रहेछ। पढ्न सक्छु त्यो? लु पढ त। टाङवामा खिवामा पातेसुङ कि यो चाहिँ अलिक कन्फ्युज भयो कि, र पनि दिली दुङ माओ उसुमी पाहा थाङ सामा देन सुमी पावा कि वामा थाङ वामा कि खै यो बान्तावा भाषा हो के हो? मतलब होइन, बुझिन त हौ। बान्तावा भाषा हो के हो यो? केही बुझिन त। अब यहाँ रहेछ इङ्ग्लिसमा रहेछ, त्यो केही बुझिएन। बान्तावा हो कि त्यो पनि बुझिन। यहाँ लेखेको रहेछ, यहाँ पढ इङ्ग्लिसमा के लेखेको रहेछ? According to the right मन्दुम। म पढ्छु भन्दैछु। अब मलाई मेरो भिडियो बनाऊ। के गर्दैछ यहाँ चाहिँ भूमिका चाहिँ? आमा ए केटे ए त्यसलाई नमार्नु भनेको यसलाई? यसलाई सुँगुर बनसुँगुर रहेछ नि त, बदेल। ए रहेछ, मार्ने चाहिँ उहाँ रहेछ नि त। अहिले भने त फरेस्ट एक्ट लाग्छ त हो भन्न। यहाँ चाहिँ बनसुँगुर रहेछ, बदेल, यसलाई मारेको गरे। हामी उकालो माङ्खिम हेर्न जाँदै थियौँ। त्यतिखेर भित्तामा एकदमै राम्रो पेन्टिङहरू बनाएर राखेको रहेछ, जो चाहिँ एकदमै हाम्रो पुर्खाहरूको समयमा कस्तो तरिकाले पकाउँथ्यो, खान्थ्यो, उनीहरूले के कुरा, कसरी संस्कृति मनाइन्थ्यो भन्ने कुराहरूलाई मजाले देवन राईले बनाएको पेन्टिङहरू रहेछ। एकदमै राम्रो लाग्यो। नेचर सम्बन्धित यो पेन्टिङहरू रहेछ, एकदमै राम्रो लाग्यो। हेर्दै गयौँ हामीले, कति पेन्टिङहरू एकदमै राम्रो थियो र त्यहाँनिर कति पेन्टिङ उँधौलीहरू गरेको, साकेवा सिल्लीहरू नाचेको,
साथै जङ्गलबाट इत्यादि प्रकारको जङ्गलमा हाम्रो नेचर यो सबै नेचर सम्बन्धित छ राईहरूको। यो उधौली उभौली गरेकोहरूदेखि लिएर इत्यादि पेन्टिङहरू चाहिँ भित्तामा एकदमै राम्रो बनाएर राखेको रहेछ। ती कुराहरू हामीले हेर्दै हेर्दै गयौँ। यो चाहिँ हामी ढोलक भन्छ। हामी चाहिँ गाना गाउँदाखेरि सिल्ली गर्दाखेरि हामी ढोलक बजाउँछ र यता चाहिँ यो चाहिँ यसलाई चाहिँ भन्छ यो ढोलक भयो भने यसले चाहिँ ज्याम्टा भन्छ। यो चाहिँ हामी सिल्ली गर्दाखेरि यसरी बजाउँदै नाच्छौँ। पहिला हामी नाच्छौँ र यहाँ योहरू सबै योहरू यो पुच्छार भयो यहाँको र यिनीहरू योहरू सबै हाम्रो राइस कल्चरमा हुने सिल्ली डान्स गर्दाखेरि चलाउने सामग्रीहरू हो। सातपेन माङखिमबाट यहाँ गान्तोकको भ्यू चाहिँ यस्तो दामी देख्दैछ। आम्माम घाम चिरिक्कै हामीले नै खत्तम बनाउने रहेछ नि त। यहाँ हेर्नु यस्तो दामी भेराइटीको यो गोदावरी र के भयो भन्छ लालुपाते लालुपाते बनैमा चिसो हावा मनैमा हुरेछ। यहाँ चाहिँ माछा पनि रहेछ हाम्रो माङखिममा। रातो खालको माछा रहेछ यहाँ। ल त साथीहरू अब भने चाहिँ हामी साप्तेन माङखिमबाट अब हामी घर जाने तर्खर गर्दैछौँ। माङखिम पनि घुम्यो, सुन्तला खाइयो, के खाजाभुजा खाइयो, पल्लोपट्टि रहेछ। र अब चाहिँ हामी यस्तो मजाको छ दिनहरू। अब चाहिँ हामी घरतिर जाने सल्लाह गर्दैछौँ। यस्तो मजाको टल्किरहेको छ, दामी छ।